हेलो एभ्रिवान, स्वागत छ तपाईँहरूलाई मजा एसएमपीको तेस्रो एपिसोडमा। र सुशान्तले पनि जोइन गरिसकेका छन्, प्लेयरहरू जोइन गरिसकेका छन्। आजको एपिसोडमा चाहिँ हामी नेता जानी भनेका छौँ। हेरौँ के हुन्छ। नेता जानी कुरा गरेका छौँ हामी आजको एपिसोडमा। र एउटा च्यालेन्ज गरौँ कि के गरौँ भन्ने लागिरहेको थियो, माइनिङवाला च्यालेन्ज। अब हेरौँ के हुन्छ। अब यिनीहरू साथीहरूले के भन्छन्, आइदर नेता जान्छन् कि त्यो माइनिङवाला च्यालेन्ज हुन्छ। अब भिडियोलाई स्टार्ट गरौँ। यहाँ मेरो घोडा थियो अस्ति, त्यो मार्दैछन् यिनीहरू दुईटा मध्ये एकजनाले, सुशान्त र अभिषेक मध्ये एउटाले। दलले आफै घोडा मऱ्यो भनेको मैले ब्याक गरेपछि म त मर्यो भने होइन, मार्यो भने अब मैले त कसले मार्यो कसले होइन। मेरो घोडा कहाँ मलाई थाहा छैन, चाडलमा छोडायो मैले बिचारा घोडा। नेता जाने कि माइनिङवाला च्यालेन्ज गर्नु, ल भन के गर्ने आज। माइनिङवाला गरिदिउँ के फरक पर्दैन। ल हुन्छ, माइनिङवाला च्यालेन्ज गर्ने विचार भयो। ठिक छ। त्यो घोडा कसको? सुशान्तको होला पक्कै। मैले कता छोडाएको घोडा? तिम्रो घोडा आयो? खै थाहा छैन मैले कता छोडाएको थियो र कता घोडा। ल साथीहरू, आज चाहिँ हामीले च्यालेन्ज गर्ने लागेका छौँ एउटा दामी माइनिङवाला च्यालेन्ज। यसमा चाहिँ जसले धेरै जुन आइटम पायो त्यो अर्को अरूलाई दिन्छ सबै। के भन्दाखेरि चाहिँ अब हामीले जे पनि माइन गर्न पाइयो क्या। अब आइरन जसले धेरै माइन गरे हजुर, अब दुईटाले बाँकी रहेको दुईटाले पनि आफ्नो आइरन पनि त्यसलाई नै दिनु पर्यो क्या, त्यस्तो खालको। नयाँ कन्सेप्ट हो, एकदम नयाँ कन्सेप्ट हो हाम्रो माइनक्राफ्ट। एकदम नयाँ कन्सेप्ट छ यो, हामीले बनाएको कन्सेप्ट हो। र अब चाहिँ सुरु गर्न लागेका छौँ हामी। छुट्टै माइनिङ गर्ने हो। ल भन्नुहोस्। ल है त, अब म 3 2 1 गो भन्छु अनि त्यसपछि हाम्रो यो गेम स्टार्ट हुनेवाला छ। टाइमर कति हो? टाइमर भनेको अब ट्याक्कै आधी घन्टा। ओके, आधी घन्टा टाइमर छ। आधी घन्टा भएपछि हामी सब माथि यहाँ आएर सामानहरू देखाउँछौँ के पायौँ भनेर। ल 3 2 1 गो। सबको आँखा हिँड्छ त के हो यो? सबैको अहिले इन्भेन्टमा जुरो आइटम छैन सबै, अरू एक्स्ट्रा त छैन नि पहिले ल्याएको। त्यो पानी हाल्नु यार पहिले। हम फालेर आयौँ हामी, तिमी फेरि पानी हाल भन्दैछ। वाटर बकेट छैन कि मसँग। ए कता हो? यति मात्रै, यसलाई मात्रै। कहाँ यो? यता यता क्रिपर त हिँड्छ त्यहाँ। थाहा बेकार आयो तँलाई। सब एकैचोटि गइदिएर एउटा ठाउँ। डायमन्ड पाइने कति लेभलमा आएर डायमन्ड पाइने? कति लेभल है यसमा? बिर्सिनु त। ओइ स्केलेटन त ढाका तल कत्रो खोग्यो अगाडि के हेर एउटा। हामीलाई पनि भइसक्यो भाइ। भागो भनिस उडाइदिन्छ नि। ओइ कहाँबाट आयो के त? बेड ल्याउने बेसी यार, मर्यो भने कहाँ कहाँबाट आइरहने गदाहरू? मैले त आइरन पिकेस लिएर आएर चाहिँ त्यो पनि भाँचिन लाग्यो। थाहा आइरनमा त मैले चरा साइड रहेछ त। यु स्योर? कोलमा चाहिँ म दिन्छु। मैले आजसम्म आइरन ब्याग पनि पाएको छैन। मैले कोल पाएको नि त मजाको। मर्यो त्यो मर्यो। कपर पनि के माइन गर्ने यार, मजै आउनु। Till I get up, time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us
sun rays, and on we'll go through the wastelands, through the highways, and on we'll go. And we'll grow in number, fueled by them to see the horizon, turn us to thousands. And we'll grow in number, fueled by them to see the horizon, turn us to thousands. डेड एन्ड भएछ मैले त्यत्रो टर्च बनाएको मैले त्यो कोलै बचेन त म कोल कसरी जिताउँछ नि मसँग एउटा मात्रै टच छ अब कोल छ होला नि गोल पनि छैन हैट तेरी। कत्रो टच बनाएको थियो माइती यो सब अब हामी यहाँको बाटो कता हो त अब के थाहा मलाई बाटो यादै हुन्न कि म बाटो यादैमा बहुत कच्चा यहाँ माथिबाट हो हट न हट मुख्य यहाँ बस्दिन्छ यता कता राइट लेफ्ट यो डिप्सन होइन यताबाट यता यता ओ टाइम इज अप अब आफ्नो घर कता हो त नि टाइम त अब भयो माथि जाने कुरा अर्चन त आइसकेन माथि आइसक्यो ए मै छ कहीँ छ ल त कता भएको छ र ए छ त टच बन्ने दिटा यहाँ पानीले बगा लामो मरे है पेटे पेटे डायमन्ड टिके पेटे मैले आफ्नो सामानहरु पाइसकेँ हे भगवान म त मौतको खेल खेलिरहेँ ल माथि पाएन यार मैले त्यत्रो कपर गरेको थिएँ कपर पाएन मैले बल्ल बल्ल र बाजेर यहाँ क्या मेहनत गरेर म यहाँ थिएँ अभी 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 अभिषेक बल्ल उज्यालोमा आएँ म त्यही पनि पुरै पानीमा घेरेको म चाहिँ र फाइनली हामी सर्फेसमा आएका छौँ बल्ल बल्ल यस्तो मेहनतपछि यता हो क्या अगाडि अब हामी घरतिर घर नजिक गएर त्यो सामानहरू आफ्नो एक्सचेन्ज गर्छौँ मेरो इन्भेन्टरी फुल भएर चाहिँ त्यही भएर मैले धेरै सामान पिकअप पनि गरेर हिँड्छु सबै फालिएछ थै धेरै र अब चाहिँ हामी सामानहरू हेर्नेवाला छौँ जोइन गर के लाग्छ गाइजहरू तपाईँलाई कसले जित्छ मैले त पक्कै जित्छु जस्तो लाग्छ मलाई एउटा चेस्टमा हैन चेस्टमा राखौँ सबैले सँगै हैन के रे सुनमा एउटा लाग्छ ल त्यस्तै गरौँ ल हैन फेरि कसले कुर राखेको थाहा हुन्न नि कसरी त नेटले कसरी तिमीले त्यस्तो बनाउनै पर्छ तीनटा चेस्ट हाल्नु तीनटा चेस्ट सँगै एकचोटि तीनटा चेस्ट हाल्नु आफ्नो चेस्ट अगाडि राख्ने अनि फेरि हेर्ने सुरुमा एउटा आइटम बनाउँछु चेस्ट र अब रिजल्टको टाइम हो र हेरौँ कसले जित्छ यो टुर्नामेन्ट मतलब यो च्यालेन्ज र मैले तीनटा चेस्ट पनि बनाइसकेको छु ओइ सरी साइन बनाउने हो के छ पर्दैन साइन हटा 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 चेस्ट बनाउने यहाँ चेस्ट राख्दा हो यो के रे एक, साइन पर्दैन 2 राख र 3 साइन पनि बनाइदिहालौँ मेरो एचपी छैन है न फेरि यता उता गडबड गरिदिन सक्छन् बेर हुन्न साइन यतिकै बन्छ कि सुरुमा एउटा मात्र आइटम राख्ने अनि त्यो हेर्ने ड्यामेज एचपी छैन मेरो एचपी छैन म एउटा के छ हाम्रो दाउराहरू कसरी छ दाउराहरू भयो दियाउ त मलाई देऊ एउटा छ छिटो मसँग छ हामी यतिले बन्छ अब हाम्रो साइन एक नम्बर ट्याक्कै 3 वटा जम्मा चाडा यसमा राखिदिन्छु म एक नम्बर ओए मा कसो बिराला हेरो एचपी छैन भाइ एचपी क्रिक यो मफिन क्रिक गर्न छोड्न यार है तेरी
यो कहाँ राखेँ मैले अरे जल्दी कर कल से पन्ना निकल है मलाई क्रिक ना आने मेरे एचपी छैन हजुर माम बात थाहा नि कति बज्यो र नै ल ल ओहो सामानहरू राखौँ अब छिटो गर त हाम्रो टाइम भयो सुरुमा कप्परको राख्ने कप्परको राखौँ हेरौँ कसको धेरै सबै ठाउँ राख्ने एकचोटि ल हेरौँ है त म हेर्छु सुरुमा सुशान्तको एक स्ट्याक रहेछ मफिनको छैन र आयुषको चाहिँ यति छ हेर यता यस सर क्लियरली विनर मै हो त्यही भएर स्किमाका। मैले लएँ कप्पर। बाबरे र अब पालो छ कोल राख भयो कोल छैन सुशान्तको यसको 4 छ मेरो छैन विनर भयो अभिषेक यस जित्यो अब आइरनको पालो काला गोलमा आइरन राख भयो सुशान्तको हेरौँ सुशान्तको एक स्ट्याक छ मफिनको एक स्ट्याक र 56 र मेरो एक स्ट्याक 43 र जितेको छ अभिषेकले टन्ने पायो यसले अलिकतिले जितेछ तर टन्ने पायो आइरन दे दो अब हाम्रो गोल्डको पालो गोल्ड राखौँ भयो सुशान्तको 9 गोल्ड मफिनको 42 गोल्ड र मेरो 26 गोल्ड पनि यसले पायो टन्नै अब मफिन लाले जितेको छ गोल्ड पनि अब पालो छ हाम्रो ल्यापिज राखौँ ल्यापिज छिटो रेडिस्टन दुईटा अभिषेकले जित्यो एउटा मैले जितेँ होइन अब ल्यापिज सुशान्तको छैन मफिनको एक स्ट्याक र 20 र मेरो 39 फेरि जितेको छ मफिनले तीन पोइन्ट पाइसक्यो मफिनले मेरो रेडिस्टन हरायो नि तर र सामान पनि टन्नै लगेको छ अब हाम्रो पालो छ रेडस्टोनको राखौँ ल रेडिस्टन राखौ 3 सुशान्तको मफिन लालको 2 स्ट्याक र मेरो 48 फेरि जितेको छ मफिन लालले 4 पोइन्ट कमाइसक्यो मफिन लालले र जितेको पनि छ भने हुन्छ अब चाहिँ प्रिसियस आइटमको पालो छ आइरन के अरे डायमन्ड राखौँ सबैले यो चाहिँ कसले लान्छ भन्ने हो सुशान्तको 10 डायमन्ड छ मफिन लालको 27 र मेरो 8 यसरी टुर्नामेन्ट के च्यालेन्ज जितेको छ मफिन लालले सबै चिज लैसकेको छ मैले कप्पर मात्र पाएँ 5 डायमन्ड बधाई छ मफिन लाललाई जितेकोमा एक नम्बर 2 नम्बर मफिन लाललाई जितेकोमा बधाई छ मलाई मार्यो भने र आजको भिडियोको लागि पनि यति नै साथीहरू हैन आजको भिडियोमा हामीले दामी एउटा च्यालेन्ज गर्यौं जसमा चाहिँ विनर रहेको छ मफिन लाल र मैले पनि 1 पोइन्ट त पाएँ मैले जिते कप्पर र सुशान्त त डन हुनुभयो उहाँले जित्न आवश्यक छैन गेमहरुमा उहाँले रियल वर्ल्डमा जित्नुहुन्छ र यति नै आजको लागि र सब्स्क्राइब गर्नु होला च्यानलमा नयाँ हुनुहुन्छ भने शेयर गर्नु होला लाइक गर्नु होला र सर्भर पनि जोइन गर्नु होला मजा आउँछ यो सर्भर जोइन गर्न